हेलो साथीहरू, आज चाहिँ म मन्दिर जान्छु हो। अनि अब नुहाइधुवाइ गरेर रेडी भएर म यो लगाएर जान्छु मन्दिर, येल्लो कलरको कुर्ता। अन्त मन्दिर जान्छु हो। यहाँको मन्दिर पनि म तपाईहरुलाई देखाउँछु हैन। मन्दिर त अब सबै जग्गामा एउटै हुन्छ, तर पनि म देखाउँछु मेरो सानो मिनी ब्लगमा। अनि तपाईहरुले माया गरिदिनु मेरो भिडियोलाई मेरो यो अर्ग्यानिक भोइसमा आएको छु हैन। मेरो अर्ग्यानिक भोइसलाई माया गरेर भिडियो माया गरेर लाइक कमेन्ट सेयर गरिदिनुस् ल। तपाईहरुको मायाले चाहिँ म अझै दामी दामी फटाफटी भिडियो ल्याउने छु हो। अनि बिस्तारै बिस्तारै गरेर म चाहिँ कुकिङ यस्तो खानेकुराको रेसिपीहरु पनि लिएर आउँछु, खानेकुराको रेसिपीहरु हाल्छु। अनि म मन्दिर जाँदैछु साथीहरु। मन्दिर चाहिँ किन गएको भनेर चाहिँ म अहिले मन्दिरमा पुगेरै तपाईहरुलाई भन्छु भिडियोमा ल। भिडियो बनाउँछु मन्दिरमा पुगेर भन्छु। मलाई त्यस्तो राम्रो बोल्नु त्यो पुरा बनाई बोल्नु पनि आउँदैन हो। यतिकैमा पनि तपाईहरुले माया गरिदिनुस् ल। साथीहरु म हिँडे हो, आए अरे हिँडे रेडी भएर निस्केको। यस्तो छ यहाँको नजरिया पार्क छ मेरो मेरो घरबाट बाहिर निस्केपछि चाहिँ गेटबाट यता छिरेपछि पार्क भेट्छ। गरम छ पुरा, त्यो भएर हल्का मैले सनग्लास पनि लगाइदिएछु। यस्तो छ मेरो येल्लो कलरको कुर्ता लगाएको छु हो। एकदम घाम पुरा लागिरहेको छ, हतार हुन्छ साथीहरु के भन्नु। बोल्दै जान्थ्यो भनेर मन्दिर हाल्छ 5-6 मिनट 8-10 मिनटमा हतार हुन्छ नि। बिहान मार्केट गएर हो, आज फ्राइडे त अन्त सपिङ गरेर सब्जीहरु किनेर आएर खाजा बनाएर फेरि आमामामा बिहानभरि त हाजी सर र ओके म्याडम भन्दै ठिक्क हुन्छ। कम्ती बोलाउँदैन साथीहरु। मैले भिडियोहरु बनाएर हाल्नु पर्यो भनेर 1 हप्तादेखि चाहिँ ट्राई गरेको हैन। यो घामले गर्दाखेरि मेरो ब्राइटनेस अलिक देखेन होला है साथीहरु। यसो गरेर हेर्नुस् है मलाई। 1 हप्ताको भिडियो बनाउँछु, अब यसो सानो भिडियोहरु बनाउँछु सोचेको कि साथीहरु। हेलो साथीहरु नमस्ते भन्छु, बोलाइहाल्छ हाजी सर हाजी म्याम भन्दै। के गर्नु साथीहरु, नोकरी गर्नु पर्यो, यस्तै छ। अन्त म निस्के साथीहरु। अब मन्दिर पुगेर चाहिँ म तपाईहरुलाई मन्दिरको देखाउँछु ल। मैले अब फर्स्ट टाइम भिडियोहरु बनाउँदैछु यसरी हैन। मलाई माया गरिदिनुहोस् अनि भिडियो लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस्। यस्तो ठोकिदिनुहोस् है साथीहरु। मलाई चाहिँ मेरो एकदम घनिष्ठ साथी छ कि, मेरो मनको साथी। पछि भन्छु म तपाईहरुलाई देखाउँछु हो। साथीको नाम साथी मेरो। उसले साथी तिमी भिडियो बनाउन कस्तो राम्रो बोल्छौ भन्छ। कस्तो राम्रो बोल्छौ हो तिमी, राम्रो बोल्छौ, भिडियो बनाऊ कुकिङको भिडियोहरु, खानेकुराको केहरुको भिडियोहरु हाल, घुमेकोहरु हाल भन्छ साथीहरु। यहाँ त किम्बु पो रहेछ हौ। हेर्नु नि साथीहरु, यहाँ किम्बु रहेछ हो। यस्तो रहेछ साथीहरु किम्बु। नदिइकन खाइदिनु पर्यो एउटा। म त किम्बु पुरा मनपर्छ। पहिला हाम्रो उयो घरमा थियो अमिलो। हस् त साथीहरु मन्दिरमा भेटौँ। साथीहरु म मन्दिर पुग्नु आँटे हो। मेरो मन्दिर मेरो घर छेउको मन्दिर भनेको यस्तो ब्रिज छ हो। यहाँबाट चढेर चाहिँ म यहाँ आएँ। कति दामी छ, ब्युटिफुल हो। हेर्नुस् न आमामामा वाइट खालको छ नि हौ साथीहरु। बगानबेली फुलहरु रोपेको छ। अब मन्दिर चाहिँ यो सेतो बिल्डिङको पछाडिपट्टि छ साथीहरु हो। तपाईहरुले मलाई मेरो भिडियोलाई माया गरिदिनु भयो भने चाहिँ म यस्तै दामी को भिडियोहरु बनाएर ल्याउँछु साथीहरु ल।
यहाँ त पुरा परिया परेवा अन्त कुखुरा पनि रहेछ साथीहरू। मन्दिरकै छेउमा मन्दिर पस्ने बेलामा म चाहिँ मन्दिर आइपुगेँ हो। पहिला चाहिँ म मन्दिर अब भित्र पूजाहरू गरिहाल्छु, दर्शन गर्छु। साथीहरू मैले पूजा गरिसकेँ हो। म चाहिँ यहाँ चाहिँ गणेशजीलाई मात्रै पूजा गर्छु, अरू भगवानहरूलाई पनि दर्शन गर्छु। तर धुपहरू दियोहरू फुलभेटीहरू चाहिँ अब फुलभेटी चाहिँ सबैलाई चढाउँछु। तर आज चाहिँ मेरो यो अगरबत्ती बाल्नुपर्ने थियो। अगरबत्ती बालेर प्रार्थनाहरू राख्नुपर्ने चाहिँ म गणेशजीलाई राख्छु, किनभने मेरो प्रिय भगवान चाहिँ राधाकृष्ण अनि गणेश बाबा हुनुहुन्छ हो। अन्त म मन्दिरमा आएर पूजा गरिसकेँ। अब अरू भगवानहरूको दर्शन गर्छु। तपाईँहरूले पनि हेर्नुहोस्, यहाँ चाहिँ थुप्रै प्रकारको भगवानहरू हुनुहुन्छ। म कति भगवानहरू त चिन्दिनँ पनि, तर गणेशजी चाहिँ मेरो प्रिय भगवान हो। साथीहरू दियो चाहिँ यहाँ राख्नुपर्छ अगरबत्ती बालेर। साथीहरू मैले पूजा गरिसकेँ हो। पूजा गरेर निस्केँ बाहिर। अन्त अहिले चाहिँ यहाँ चाहिँ प्रसादहरू के अब ल्याएर गुरुद्वारहरू टाइपको क्या प्रसादहरू ल्याएर बनाएर घरबाट ल्याएर बनाएर बाँड्दा पनि हुन्छ, यहीँ आएर पकाएर प्रसादहरू वितरण गर्दा पनि हुन्छ नि त। अब यस्तो के आफ्नो के एउटा उयसमा गर्छ हो। अब कसैको हाम्रो उतातिर जस्तो अब श्राद्धहरू भयो या कसैको बर्थडे त्यस्तोतिर अब केतिर तपाईँहरूले मिलाएर बुझ्नु न। अन्त म चाहिँ साथीहरू प्रसाद किनेको थिएँ हो। सबै भगवानहरूलाई पूजा गरेर चढाइ गरेर म खाएँ ल। लड्डु साथीहरू अन्त यहाँ बस्ने जग्गा छ। यहाँ अलिकति मन्दिरको कामहरू पनि चल्दैछ साथीहरू हो। मन्दिर त ठुलो छ। मैले भिडियोमा जति पनि देखाएँ त्यो त अब अलिअलि फ्रन्टको मात्रै। मेरोमा टाइम पनि छैन गएर फेरि यस्तो बनाउनु पर्छ खाना। पुरा गरम पनि भयो, पानी ल्याउनु बिर्सेछु, तिर्खा पनि लाग्यो। अन्त साथीहरू म चाहिँ किन मन्दिर आएको भने नि मैले तपाईँलाई अगाडि भने मन्दिर किन जाँदैछु भनेर, मन्दिरमा गएर भन्छु भनेर है। मन्दिर चाहिँ नि मेरो आमा, म त आमा भन्छु होइन, मैले सानैदेखि आमा भनेको होला। टिका झऱ्यो मेरो हजुरआमा, बोजू, ग्रान्ड मदर, आमै, तपाईँहरूले जसरी जे पनि मिलाएर बुझ्नुहोस् न। अब त कसैले आमै भन्छ, कसैले हजुरआमा, कसैले बोजू, कसैले ग्रान्ड मदर है। मेरो चाहिँ आमाको आमा बोजू हो। आमाको आमा बोजूको चाहिँ आज 6 वर्ष कम्प्लिट भएर 7मा टेकेको चाहिँ बर्ख दिन हो, श्राद्ध हो। हामी त अब श्राद्ध गर्छ होइन, म त गर्दिनँ, मेरो मामा माइजूहरूले गर्नुहुन्छ। म चाहिँ सधैँ एभ्री इयर जब म परदेश लागेँ अनि यहाँ परदेशमा चाहिँ अब म त नातिनी भएँ होइन, अब श्राद्धहरू गरिरहनु पर्दैन। तर भगवानलाई चाहिँ अब यसो आमाको आत्माको शान्तिको लागि अनि आमाको ब्लेसिङ्सले गर्दा आज अब सबै कुरा राम्रै भइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ मन्दिर आउँछु। सबैले हेर्दैछ मलाई, यो कोसँग बोलेको भनेर होला। म मन्दिर आउँछु होइन, दर्शन गर्छु। आमाको आत्माले शान्ति पाओस्, जहाँ पनि हुनुहुन्छ होइन, आशीर्वाद दियोस्, ब्लेसिङ
म र मेरो छोरालाई भनेर नि साथीहरू। अन्त म खास मन्दिर अरू बेला पनि मन्दिरहरू चाहिँ गइबस्छु, तर आज चाहिँ मन्दिर आएको चाहिँ मेरो आमाको श्राद्ध हो। 6 वर्ष कम्प्लिट पुगेर 7मा टेक्यो आमा खस्नु भएको। अनि आमाको श्राद्धको लागि चाहिँ मन्दिरमा दर्शन गर्न आएको, आमाको आत्माको शान्तिको लागि। अनि धेरै ब्लेसिङ्सहरू पाएको छु आमाकोबाट होइन। पुरा तिर्खा लाग्यो मलाई हो, म यति खाइसक्दिनँ, खाना गइकन खान्छु। अब जान्छु। कस्तो मजाले यसले बानेको हुन्छ साथीहरू। अन्त अब म काम छ पुरा, अब घर जान्छु साथीहरू। म यो भिडियो यहीँ इन्ड गर्छु। आज चाहिँ मन्दिर आएको, मैले हल्का मन्दिरको नजरिया अनि म किन आएँ भनेर देखाइदिएँ हो। अनि अब म यो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु। कति अब बोल्दै जाँदाखेरि यो मेरो अर्ग्यानिक भोइसमा चाहिँ कतिवटा बिचबिचमा मिस्टेकहरू हुनु जान्छ होला, यताउता के हुन्छ होला। म अघिबाटै म माफी चाहन्छु। भुल भएमा केही भिडियोहरूमा बोल्दा यताउता केही मिस्टेक, मान्छे हो गल्ती हुन्छ है, बनाउँदै जाँदाखेरि भुलहरू भएमा क्षमा चाहन्छु। मिलाएर सुधारेर हेरिदिनुहोस्। अनि साथीहरू त्यही हो, जाँदा जाँदा चाहिँ सेयर कमेन्ट अनि यस्तो लाइक चाहिँ ठोकिदिनुहोस् ल। बाई। छिट्टै फेरि अर्को भिडियो लिएर आउनेछु है साथीहरू।